हेलो अहिले हामी पोखरामा छौँ है अब पोखराबाट हामी सिधै कुस्मा जाँदैछौँ कुस्मामा अब विशेष कार्यक्रमको लागि हामी कुस्मा जाँदैछौँ यो जम्बुडोलीहरू हाम्रो सबै फ्यामिली मेम्बरहरू सुनिल सबैजना हामी जाँदैछौँ अब बिहान करिब 2 बजे हिँडेको यहाँ 6 बजे आइपुगेको थियो अब यहाँलाई कति बेर लाग्छ हेर्दैछौँ त्यसपछिको कुरा चाहिँ अब बाटोमा के छ कसो छ हेर्दै जाउँला अझ च्याटिङ त बन्द गरौँ न च्याटिङ गरेर अलि यतैबाट गरेर उता पछाडि जानु नि यसरी बस्छ बन्द गर्नु यो देखाउनु यो कहिले साइडबाट हेर्नु न सरबाट मान्छे यसरी क्यामेरामा हेर्नु अनुकूल मिलाउन पर्ने भएको हुनाले है
सबै मिलाउनु पर्छ। 5 गते व्रत बन्द रहेछ उहाँ बिहा गरेपछि व्रत बन्द गर्न होइन पार्न हामीले भन्न 5 गते व्रत बन्द लागि ज्वाइँ आउनुहुन्छ उल्लङ्घन गरेर काम गरियो भने नसुख हुन्छ परम गति प्राप्त हो। त्यो विधान काट्न पनि भएन नि त काट्नै सकिन्न। ल दुईटैकोमा राखौँ। तदैव लग्नं सुदिनं तदैव ताराबलं चन्द्रबलं तदैव विद्याबलं दैवबलं तदैव लक्ष्मीपते प्रिय स्मरामि। सबैको मान्ने हुनुभयो। मान्छे लुरे सबैको हजुर तदैव लग्नं सुदिनं तदैव ताराबलं पछाडि हजुरले गरिदियो हुन्छ। अब त्यति भएपछि भयो उहाँले सत्कार गरेको फुल त माला लागिहाल्यो। ल हजुरहरूले केही छ भने हात कता खोइ भान्जी होइन मलाई हात ल ताली बजा ताली बजाउनु पर्छ नि त ल अब के भन्नु भने हाम्रो छोरी गोलकुमारी हो नि होइन गोलकुमारी हजुरलाई 3 वैशाख 7 गतेको शुभ लगनमा जन्ती लिएर बाजा लिएर आइदिनु होला भनेर ल गोलकुमारी शुभ लगनमा उपस्थित भइदिनु होला। फेरि तुला मात्रै अब छोरीलाई एकदम सपोर्ट छ एकदम नेचुरल छ अर्गानिक अर्गानिक हो क्या अर्गानिक गर्नुपर्छ। अर्गानिक हो क्या धेरै होइन कपडा फोहोर हुन्छ धेरै नै गर्नु पर्दैन उता फर्किराख्न मेन कथा हेलो दुला कहाँ हो के हो अगाडि अगाडि हामी जाँदैछ नि त्यहाँतिर अहिले अन्तिममा आउनुपर्ने मान्छे सुरुमै आहा भाइ पनि नगरी आइस क्या देखिन त यहाँ भिडियोमा छैन भिडियोमा त छैन भाइ भिडियोमा त छैन बोलाएर गर हुँदैन नि त्यस्तो गाडी चढाएर पठाउनु परेन उसले आएर गाडी चढाएर पठाउनु पर्छ त्यस्तो हुन्न नि बोलाउनु कहाँ त्यस्तो हुन्छ गाडी चढाएर पठाउनु पर्न क्यामेराम्यानले त्यही भन्छ क्यामेराम्यानले त्यही भन्छ क्यामेराम्यानको आफ्नो उस छैन
भिडियो जाने अन्टी ढिलो गर्ने कि होइन अहिले यो स्थानमा होइन अहिले पुसपेट गर्नुपर्छ जस्तो लागिरह कति देखाउने भन्दा सुहाएन नि उता फर्केर जानु त हजुर त यदि गाडीमा बस्नु न ल उहाँहरू त भाग्नु भयो यहाँबाट होइन आदत नलाने ल राम्रो स्वाहा उत्तम राम्रो स्वाहा ल हो ल यत्तिकै त हुनुपर्छ के भोला कसरी छ टाइम छ है उत्तम ओइ के भोला कसरी छ टाइम छ है छैन अझ छैन सकियो अघि भन्नु मानेन अझ भ्याइयो चाहिन्छ अब बस्नु उहाँ चाहिँ कुदिरहनु भएको कति लानु कि हुन्छ अहिले पानी सक्नुभयो कि होला पोखरा गरेर गरौँ ल राख जानु है बाई बाई ए रुका रुका रामनगर आइपुग्यो हाम्रो ह्यान्सी उत्तम अधिकारी जसको बिहे 7 गते हुँदैछ त्योभन्दा अगाडि चाहिँ घरमा व्रतबन्ध रहेछ भाइको व्रतबन्धभन्दा अगाडि गरिने हल्दी रसममा चाहिँ उहाँले मलाई हामी सबै साथीहरूलाई बोलाउनु भएको थियो हामी त्यहाँ पुगेको थियौँ नमस्कार तपाईँलाई स्वागत छ मेरो सर्ट ब्लगमा अनि त्यो व्रतबन्धको हल्दीमा पुग्दै गर्दाखेरि अब पहिला भाइको गर्ने अनि उहाँको गर्ने भन्ने कुरो भयो त्योभन्दा अगाडि चाहिँ एउटा सानो डान्स प्रोग्रामहरू गर्ने अनि त्यसपछि बल्ल चाहिँ हल्दीको प्रोग्रामहरू चाहिँ सुरु गर्ने भनेर चाहिँ डान्स सुरु भइहाल्यो अनि त्यसपछि त्यो अनुसारले चाहिँ डान्स अगाडि बढ्दै थियो त्यसपछि भाइको चाहिँ तपाईँको मेहन्दी सुरु गर्ने भनेर चाहिँ भाइको मेहन्दी बिस्तारै बिस्तारै हामी सुरु गर्न अगाडि बढ्दै थियौँ अनि उत्तम सर चाहिँ मजाले डान्स गर्दै हुनुहुन्छ 7 गतेको बेहुला अब 7 गतेको बिहे तर 5 गते भाइको व्रतबन्ध तर 4 गते नै हामीले उहाँको पनि हल्दी चाहिँ गर्ने भन्ने कुरा गऱ्यौँ त्यो भएको हिसाबले चाहिँ एकचोटि हुन्छ अनि त्यो अनुसारले कुरा गऱ्यौँ बेलुकाको चाहिँ लगभग 8:30 भइसकेको थियो अब छिटो गर्नु एकजनाको भ्याएर फेरि अर्को पनि हल्दी गर्नु छ सबैलाई घरजना हतार छ भनेर चाहिँ सबैजना हाम्रो साथीहरू चाहिँ गीत निभाउने बन्द गर्ने गर्दै हुनुहुन्थ्यो गीत निभाउने बन्द गर्दा पनि हाम्रो केही लागेन त्यसपछि हामीले एकछिन नाच्नलाई सबैलाई एकछिन छोडिदियौँ सबैलाई जान हतार भइरहेको थियो कोही चाहिँ तपाईँको हल्दीमा चाहिँ हुनै नभइकन शरीरै नभइकन कोही चाहिँ आफन्तहरू चाहिँ गइसक्नु भएको थियो कोही चाहिँ जाने तर्कामा हुनुहुन्थ्यो अनि उहाँहरूले चाहिँ छिटो गरौँ भन्दै हुन्थ्यो हामी गीत निभाउने यताउता गरौँ तर धेरै जसो आफन्तहरू चाहिँ मान्नु भएन कोही एकछिन रमाइलो गरौँ त भनेर एकछिन चाहिँ गीत बजाइयो नाच्नु चाहिँ सबैजना च्याम्पियन सबैजना मजाले नाच्नु चाहिँ सबैले रमाइलो गर्दै हुनुहुन्थ्यो अब उत्तम सर नाचेको अनि भाइ चाहिँ यता कुर्सीमा बसिरहेको थियो भाइलाई पनि उत्तम सरले तानेर ल्याएर भाइ बिचरा जानी नजानी नाचिरहेको छ हेर्नु त जानी नजानी नाचिरहेको बिचरा के गर्नु अब भोलिको व्रतबन्ध अब आज हल्दी एकछिन रमाइलो त गर्नै पऱ्यो तर भाइलाई पनि जानी नजानी ल्याएर चाहिँ उत्तम सरले नचाइरहनु भएको छ यो अनुसारले हाम्रो अब डान्स प्रोग्राम पनि बिस्तारै सकिन लाग्यो अब मेहन्दीको कार्यक्रम सुरु हुँदैछ भाइ गएर चाहिँ
गरेर बसिसकेको छ। अब मेहन्दीको कार्यक्रमहरू बिस्तारै अब सुरु हुन्छ। अब क्यामेराम्यानले चाहिँ इन्स्ट्रक्सन दिनुहुन्छ, यसो यसो गर्नु यसो यसो गर्नु भनेर इन्स्ट्रक्सन दिनुहुन्छ। त्यो अनुसारले चाहिँ हाम्रो मेहन्दी कार्यक्रमहरू चाहिँ सुरु हुन्छ। हो हाम्रो उत्तम सर चाहिँ पुरै हाई गर्दै हुनुहुन्छ, उहाँ पुरै एक्साइटेड हुनुहुन्छ। 7 गते मेरो कहिले आउँछ, मेरो बिहे कहिले हुन्छ भनेर पुरै एक्साइटेड हुनुहुन्छ। पुरै खुसी के खुसी मुद्रामा पुरै हेलो हाई गरिदिन्छु ल। बुवाले लगाइदिनु भयो। अब मेहन्दी भाइको सुरु भयो। यही अनुसारले चाहिँ हाम्रो भाइको सकिसकेपछि अनि चाहिँ हाम्रो उत्तम सरको पनि पालो आउँछ, पाले पालो दाजुभाइको। त्यो भएपछि त्यो अनुसारले रमाइलो चाहिँ बेसी रमाइलो गऱ्यो हामीले। के गर्नु छ गाइज, 2 दिनको जिन्दगानीमा रमाइलो त गर्नै पऱ्यो। त्यो अनुसार रमाइलो चाहिँ गरियो, राम्रैसँग रमाइलो गरियो। अनि त्यसपछि मेहन्दी भाइको सकिसकेपछि चाहिँ फोटो सेसन सुरु भयो। फ्यामिली फोटो सेसनहरू सबैजना चाहिँ फोटो खिच्नतिर लाग्नुभयो। अनि हामी चाहिँ अब उत्तमको चाहिँ हल्दी कसरी गर्ने, त्यसरी के गर्ने उत्तमलाई भन्ने त्यो अनुसारले चाहिँ हामीले प्लानिङ गर्दै थियौँ पछाडि बसेर। त्यो अनुसारले भाइको मेहन्दी र फोटो सेसन भ्याइयो। यसोसँगै हामीले अब भाइको सकिएपछि अब उत्तमको पनि सुरु गर्ने भनेर चाहिँ हामी अब उत्तम चाहिँ उहाँ गएर बसिसक्नु भयो आनन्दले। कहिले मेरो मेहन्दी के अरे हल्दी आउला र अनि म सुरु गरौँला भनेर चाहिँ पुरै ठाँटका साथ बस्नु भएको छ। हाम्रो जया सर पुरा के गरेर बस्नु भएको जया सर भनेर पुरा सेक्युरिटी गार्ड बस्नु भएको छ। के गर्दा चाहिँ केटाहरूले भनेर सेक्युरिटी गार्ड बस्नु भएको छ। ल क्यामेराम्यानले ल यसरी यसरी फोटो खिच्ने, यस्तो गर्ने उसो गर्ने भनेर क्यामेराम्यानले आफै लाउला जस्तो गरेको छैन उत्तम सरले। सुरु भयो, सबै घर परिवारले लगाइदिन सुरु गर्नुभयो। त्यो अनुसारले चाहिँ सबैले लगाइदिँदै हुनुहुन्छ। स्वागत छ तपाईँलाई मेरो मेन ब्लगमा। उत्तम सरले हामीलाई बोलाउनु भएको थियो भाइको र आफ्नो हल्दीको प्रोग्राममा चाहिँ बोलाउनु भएको थियो भनेर तपाईँलाई मैले भनिसकेको थिएँ। अलिक घर परिवारले लगाइदिँदै हुनुहुन्छ, त्यहाँ आन्टी र अङ्कलले लगाइदिँदै हुनुहुन्छ। हो अब हाम्रो जया सर चाहिँ पुरै क्यामेराम्यान र सेक्युरिटी गार्ड बस्नु भएको छ हाम्रो जया सर, सबैले लगाइदिँदै हुनुहुन्छ। यो अनुसारले चाहिँ हामीले अब उत्तम सरलाई चाहिँ कसरी रमाइलो गराउने त भनेर हामीले सोच्दै थियौँ। हामीले रमाइलो गर्ने कसरी त भनेर हामीले प्लानिङ पनि गर्दै थियौँ। अनि त्यसपछि आन्टीहरूले लगाइदिनु हुन्छ। हाम्रो जया सरले पुरा ठाँटबाट हेरिरहनु भएको छ, यता गरेर हाम्रो जया सर हेरिरहनु भएको छ। अब त्यहाँ बुवाले पनि लगाइदिनु भयो। पुरै निधारदेखि जिउसम्म, खुट्टादेखि हातसम्म सबै लगाइदिँदै हुनुहुन्छ। सबैजनालाई मजाले बसेर हेरिरहनु भएको छ, उभिएर हेरिरहनु भएको छ, रमाइलो गरिरहनु भएको छ, रमाइलो लिइरहनु भएको छ। हो सबैले त्यो हातले मजाले लगाइदिँदै हुनुहुन्छ। सबैले आफ्नै पालो पुरेर मजाले लगाइदिनुहुन्छ। त्यो अनुसारले चाहिँ सबैले आफ्नो हिसाबले लगाउँदै हुनुहुन्छ। खुट्टादेखि हातसम्म, टाउकोसम्म सबैतिर लगाइदिँदै हुनुहुन्छ। हामीले कसरी गर्ने भनेर चाहिँ हामीले आफ्नो काम सुरु गरिसक्नुभएको छ। हामीले पुरै उहाँको चाहिँ पुरै त्यो माथि कुर्तीको टाँक खोल्नेदेखि लिएर त्यसपछि उहाँलाई चाहिँ पानी हाल्ने अनि त्यसपछि माथिबाट दुध बनाउनुदेखि लिएर हामीले बिस्तारै सुरु गर्दैछौँ। सबै साथीहरूले सबै खोलिदिनु भयो, उहाँलाई नाङ्गे बनाइदिनु भयो ट्याक्क। अब सबै जिउतिर, सबै ढाडतिर, पेटतिर, सबैतिर साथीहरू सबतिर मैले मजाले दलिरहेको छु। हाम्रो दिवसहरूले जीवन दाइले सबैले मजाले दलिरहनु भएको छ। हाम्रो उत्तम सर पुरै जाडो लगभग काम ल्याउनुहुन्छ। उत्तम सर काम दिन्छ, कामले के गर्ने, अब रमाइलो त गर्नु पऱ्यो। साथीभाइले गर्ने यस्तै हो होइन, सबैले गर्ने त्यही हो। साथीभाइले रमाइलो गर्ने, साथीभाइले गर्ने भनेको यसरी नै हो। अब आफ्नो आफन्तहरूले यसरी गर्ने, साथीभाइले यो गर्ने। सबैले रमाइलो दिनु, सबैले हेरिरहनु भएको छ, सबैले आफ्नो हिसाबले रमाइलो गरिरहनु भएको छ। बिस्तारै हामीले चाहिँ त्यहाँ अब पानी खुवाउँछौँ, बिस्तारै पानी खुवाउँछौँ। उत्तम सर लग काम हुन्छ। अब कामेर नि के गर्ने, रमाइलो त गर्नु पऱ्यो, रमाइलो त लिनु पऱ्यो। क्यामेराम्यानले मजाले फोटो हानिदिनु भएको छ, हाँस्दै हुनुहुन्छ मक्क पुरै ओके ठिक छ भन्दै हुन्छ उहाँले पुरै मक्क।
के हो पुरा बेलुन सेलुन फुकेर के हो आई लभ यु ल ल्याए ल माने यति गरिस माने आज खै के क्या मैले अनमिल्ला छु यसो हेर्दा तपाईँ हिजो अर्कै उत्तम आज अर्कै उत्तम हुन्छ त के हो हिजो नि यही चर्च अर्कै कपडा थियो आज यत्तिकै छु यही छु यसै बसिरहेको जय कुरा चित्त बुझ्यो बुझ दुलाले भनेपछि पनि पर्यो ए दुला ओ तिमीले त मिलिरह हामीले हटाएर यसो हेर काट गर्दै जस्तो छ मनी यतै छु के आजको दुला साह्रै हेर्नु यो त अलिकति खतम थियो आज उत्तमै भयो बल्ल उत्तम भयो बिहानै होइन ऊ स्प्रे हान्नु पर्यो नि कहाँ स्प्रे उसँग छ त उसले बिहा सर हिजो मसँग छ भने तिनीहरू कहाँमा मेकअप गराउनु कपाल मिलाउने काम छ हजुर म्याम उत्तम सर के छ यहाँ त भाउ उठिन्छ यहाँ उता भइमै गर्नु कता हो तीनचोटी हो जाऊ तीनचोटी गाडी कतातिर हो भाइ ओहो कतातिर हो उत्तमको बिहातिर हो उत्तमको बिहा उत्तम फेरि आयो बिहातिर हो ल लाइन लगा अब सँगै जाने यत्रो बेर गर्ने काली आयो तिमी त अलि अगाडि आयो न र होइन हुन्छ हुन्छ
होइन राख्नुपर्छ थाहा छैन उसलाई मैले जस्तो सोचिनँ होला गएर पुरै हिसाब भाबी एक्लो जान सोचेको ममा उचाले उचाले गिरुक्का ओ उचाले ओ भएन बेजतै गरिस् बेजतै गरिस् कहाँ आएको नि को दादाको हो Sala